हेलो गाइज आज चाहिँ मैले चाउमिन बनाएर खाएको थिएँ। यस्तो मोबाइल हेर्दा हेर्दा अरूले त्यो भिडियोमा चाउमिन खाएको अनि चाउचाउ बनाएर खाएको देखेर मलाई पनि बनाएर खान मन लागेको थियो। त्यसपछि मैले किचनमा हतार गएर मैले चाउमिन बनाउन लागेँ। मसँग चाहिँ ससेस पनि थोरै थियो, मैले त्यसलाई नै फ्राई गरेँ। अनि त्यसपछि भिडियो बनाउन कस्तो गाह्रो लाग्छ हो मलाई, किन एकैचोटि कहाँ पुगिन्छ मेरो भिडियोहरू। सिरियली 1 by 1 हुँदैन के, किन यस्तो। अनि कस्तो पिरो खान मन लाग्थ्यो कि ड्युटीबाट आउने बित्तिकै। अनि त्यसपछि मैले एक्लै गएर किचनमा बनाएको थिएँ चाउमिन। मलाई चाहिँ यो के भन्छ भिडियो बनाउनै मन लाग्ने, तर भिडियो कसरी के गर्ने भने चाहिँ हत्तोपत्तो थाहा छैन क्या। मोबाइल समात्ने कि खाना बनाउने कि जस्तो लाग्छ। बल्ल तल्ल एकबाट एकैचोटि लास्टमा पुग्छु क्या म। बनाएर लास्टमा फ्राई गरेर लास्टमा ससेस हालिदिएँ। एकैचोटि मैले थोरै मसलाहरू पनि हालिदिएको थिएँ। अनि सट्ट चलाउँदै अनि यतिको बनाएँ। अनि त्यस मैले पछि चाहिँ रुममा ल्याएर यसरी सुरुमा चाहिँ मैले एक्लैले खाएँ के, किनकि मलाई कस्तो खानु मन लाग्थ्यो त्यो मोबाइल हेर्दा टिकटकमा अरूले खाएको हेर्दा मलाई त यस्तो खान मन लागेर बनाएर खाएको थिएँ। मैले एक्लैले खाइदिएको सुरुमा चाहिँ। अनि त्यसपछि अलिकति 1-2 चम्चा खाएपछि चाहिँ अनि पछि मैले मेरो बुढालाई पनि खानालाई आउनु भनेको थिएँ, किनकि उहाँ बिजी हुनुहुन्थ्यो नि त। त्यही भएर मैले खाँदै थिएँ। अनि फेरि पछि मेरो बुढालाई मैले बोलाएँ। अनि मेरो बुढालाई पनि बोलाएपछि मैले बुढालाई नै खुवाएको थिएँ। अनि यो चाहिँ लास्ट हाम्रो भिडियो हो कि। मलाई भिडियो सिरियली मैले भनेको थिएँ नि, मलाई सिरियली बनाउनै आउँदैन के, भोइस रेकर्ड पनि गर्न आउँदैन। भगवान्, मलाई कसैले सिकाइदेऊ न मलाई भनेर। गाइस हामीले त बनाएर खायौँ होइन, हजुरहरू पनि यसरी नै बनाएर बुढाबुढी मिलेर बसेर खानु होला। हस् त, धन्यवाद, बाई बाई। मेरो बुढाले हेरेको हेरेर मलाई अहिले पो हाँसो लाग्यो। किन यसरी हेर्नु भएको थियो मलाई पनि थाहा भएन, कुरा गरिरहेको थियौँ के अरे हामी। अहिले पो मलाई भिडियो रेकर्ड गर्दाखेरि हाँसो लाग्यो त मेरो बुढाको हेराइ देखेर। थ्याङ्क यू, बाई बाई गाइज।